हेलो गाइज, म चाहिँ आज काइली जेनरको मेकअप रिक्रिएट गर्दैछु। काइली जेनरको जस्तै सेम चाहिँ नभए पनि मैले चाहिँ हल्का हल्का चाहिँ ट्राई गरेको छु। त्यस्तो भन्दै मैले चाहिँ मेरो लिपापोती चाहिँ स्टार्ट गरिसकेको छु। ल हेर्नु है त गाइज, फर्स्टमै मैले चाहिँ कलर करेक्टर युज गरेँ। कलर करेक्टर युज गरेर त्यसलाई ब्लेन्ड गरेँ। त्यसलाई ब्लेन्ड गरिसकेपछि चाहिँ मैले चाहिँ कन्सिलर युज गरेँ। त्यसको माथि कन्सिलरलाई पनि ब्लेन्ड गरेपछि मैले त्यसमाथि चाहिँ लाइट वेट फाउन्डेसन युज गरेको छु। फाउन्डेसनलाई पनि मैले मजाले ब्लेन्ड गरेँ हैन, मजाले ब्लेन्डरको हेल्पले मजाले ब्लेन्ड गरेँ। हल्का मैले मेरो नाकमा कन्टुर गरेपछि म सिधै मेरो आइब्राउतिर लागेँ अनि मैले चाहिँ मेरो आइब्रोलाई चाहिँ डिफाइन गर्न थालेँ। हल्का थिक देखाउनको लागि हल्का हल्का फिल मात्र गरेँ। यति गरिसकेपछि चाहिँ म सिधै ब्लसर लगाउनतिर लागेँ। ब्लस पनि हल्का हल्का लगाएँ हैन। मैले चाहिँ बेबी पिङ्क कलरको ब्लस युज गरेको छु। ठ्याक्क उसले जसरी प्लेसमेन्ट गर्छ मैले पनि त्यसरी नै गरेको छु। ब्लसस लगाइसकेपछि चाहिँ म हाइलाइटर लगाउनतिर लागेँ। हाइलाइटर पनि मैले जहाँ लगाउनु पर्ने थियो सबैतिर लगाएँ मजाले। अनि त्यस पछाडि चाहिँ म सिधै मेरो आई मेकअपतिर गएँ। आई मेकअप पनि मेरो एकदम धेरै सिम्पल नै थियो। आई मेकअपमा मैले हल्का हल्का त्यो ब्राउन कलरले चाहिँ बेस बनाएँ। त्यो बेस नै मैले यतिकै छोडिदिएँ। अनि त्यस पछाडि चाहिँ हल्का मैले त्यसमाथि चाहिँ ग्लिटर थपेको थिएँ हैन। मैले आई विङ्स पनि क्रिएट गरेँ ब्ल्याक कलरको आई स्याडोले। लास्टमा चाहिँ मैले मेरो लिप्समा चाहिँ वर्क गरेँ। फर्स्टमा चाहिँ लिप लाइनर लगाएँ। लिप लाइनर लगाइसकेपछि चाहिँ त्यसमाथि चाहिँ मैले हल्का मेरो पिङ्क कलरको लिपस्टिक लगाएँ। तर मैले चाहिँ लिप ग्लस नै लगाउन बिर्सेको रहेछु। साथसाथै मैले चाहिँ मस्कारा पनि बिर्सेको रहेछु। जुन चाहिँ मैले लास्टमा लगाएँ त्यो चाहिँ मैले भिडियो गर्न बिर्सेछु। सबै गरिसकेपछि चाहिँ मलाई यस्तो देखेको थियो। मलाई चाहिँ 1% पनि काइली जेनर जस्तो देखेको थिएन कि। मोमो मेकिङ समोसा ह्यापनिङ जस्तो फिलिङ आइरहेको थियो कि मलाई चाहिँ। तपाईँहरूलाई पनि यस्तै मोटिभेटिङ भिडियो हेर्न मन छ भने चाहिँ मलाई चाहिँ फलो गर्नु होला। थ्याङ्क यू फर वाचिङ।